अरे आउनुलाई के अरे रिवाज उनीहरू त खानु पाएन नि त्यो उल्टे फोटोमा के फोटोमा हकीकत हेर्न सिलिगुडीमा हकीकतमा रूप खोलेको चाहिँ देखेको छैन मैले आज त्यस साइडमा चाहिँ भोटाङ्गे डाँडा भन्छ हामी ब्याप्टिजम गरेको त्यो पर देख्दै गरेको भुटानहरू है र हाम्रो सिलिगुडीबाट भाइ रिवाज अनि बहिनी एलिजाबेथलाई कस्तो फिल भइरहेको छ लङ्कापाडा इको पार्कमा भइरहेछ राम्रो लागिरहेछ धेरै दिनपछि राम्रो लाग्यो जग्गा चाहिँ पानी भनेको खोला रहेछ हामीले ब्याप्टिजम गरेको ठाउँ त्यही हो भोटाङ्गे डाँडा आमालाई आज पहिलोचोटि आएर कस्तो फिल भइरहेछ भनिदिनु यहाँ दर्शकहरू हेर्न चाहन्छ एकदम राम्रो राम्रो लाग्यो खुसी लाग्यो खुसी लाग्यो है सबै निकाल्दिनु आई लभ अलिकति आई लभ यु टु भनिन् के त ओ काकी बोलो बोलो रियो कता यता यता यहाँनिर चाहिँ हामी लगभग झन्डै 2 वर्षपछि आइरहेका छौँ यो जग्गामा पहिला चाहिँ यता आऊ न बेबी फोटो खिचिन्छ बस नि त्यतिकै हाम्रो नानीहरू चाहिँ स्लाइड खेल्दै थियो हामी चाहिँ उपरको उयो हाउसमा गएर फोटो खिच्नु पर्ने रहेछ दामी आउने रहेछ
मजाले इन्जोय गरिरहेछ है तपाईले देख्न सक्नुहुन्छ त्यो परिवारहरु हामी आज भन्दा यहाँ 2 वर्ष अगाडि आउँदा फेरि यहाँ नि यस्तो फेसिलिटीहरु थियो सायद थिएन यहरू बनाएको थिएन है बनिँदै थियो अहिले यतिको डेभलपमेन्ट चाहिँ आइसकेको छ तर म यहाँबाट अझै एउटा अपिल गर्न चाहन्छु यहाँको हाम्रो बोर्ड कमिटी मेम्बरहरुलाई पेपर ब्लक एकदमै दामी देखिरहेछ मेरो चाहिँ एडभाइस हो सुझाव हो तपाईहरुलाई है केही अन्यथा नलिनु होला आई लभ लङ्कापडाको त्यो तपाईको त्यो यो जाने रीति एउटा यो छ हाम्रो स्पट छ त्यसको तल चाहिँ मार्बल अथवा तपाईले टाइल्सहरुले केही लगाइदिएको भए मैले जग्गा जग्गामा देखेको छु एकदमै दामी देख्थ्यो र पेपर ब्लक चाहिँ भएछ भने हैन यसो तपाईहरुले मिलेर त्यो हाम्रो जाने एन्ट्री हुन्छ रोडको है त्यहाँबाट तपाईले गर्दियो भने चाहिँ एकदमै यहाँको टुरिस्टहरुलाई सहायता हुन्छ बाटोमा आउँदा फेरि असुविधा हुँदैन किनभने सानो गाडीहरुलाई एकदमै साह्रो पर्ने अवस्था आज मैले देखेँ है झन्डै एउटा गाडी पल्ट्यो त्यस्तो कुराहरुले गर्दा फेरि हाम्रो जग्गामा अझै सानो गाडीहरु कति रोकटोक हुन्छ ठुलो गाडी मात्रै आउन सक्छ त्यो चाहिँ अब छिटो छिटो गर्दियो भने चाहिँ राम्रो एकदमै हुनेछ अनि एकदमै रमाइलो एकदमै डेभलपमेन्ट खुसी लाग्यो आफ्नो जग्गामा यतिको है डेभलपमेन्टहरु देख्दा फेरि हाम्रो यहाँनिर बबितालाई फिलहाल यहाँ बस्दै गर्दा फेरि अब है एक्सपिरियन्स मजाले थाहा भइसकेको छ यहाँ चाहिँ अब के कमी अझै हामीलाई यहाँनिर के चाहिँ डेभलपमेन्टहरु गर्नुपर्छ एज अ हामी लोकल्सहरु भएर यो धेरै राम्रो इनिसियल हो आज यहाँको लोकल्सहरुले है यति राम्रो पार्क यहाँनिर लोकालिटी प्लस बाहिरबाट पनि मान्छेहरु आएर यसरी मजा लिइराख्न सकेको छ नेचर प्रकृतिको मजा हैन अनि धेरै राम्रो सिनेरीहरु छ यहाँनिर अनि धेरै राम्रो यो एउटा प्रोसेस एउटा स्टेप्स हो यहाँको लोकलको तर अलिकति म यही भन्न चाहन्छु कि यहाँ माथि आइपुग्दा त धेरै खुसी लाग्छ धेरै है मन हर्षित हुन्छ तर साथै अब आउने बाटोहरु चाहिँ अलिकति यहाँ अप्ठ्यारो भएको कारणले गर्दा फेरि सायद धेरै पर्यटकहरुलाई टुरिस्टहरुलाई इभन लोकलहरुलाई पनि स्पेशली नानीको आमाहरु सानसाना केटाकेटीहरुलाई अप्ठ्यारो पर्छ है ट्राभलिङ गर्दा फेरि र इन द फ्युचर यहाँको जति पनि लिडर्सहरु छ म यही आह्वान गर्न चाहन्छु रिक्वेस्ट गर्न चाहन्छु इन द फ्युचर्स यहाँ आउने बाटो चाहिँ है राम्रो बनाइदिए यो चाहिँ एकदमै उत्तम हुनेछ र स्पेशली म बाटो चाहिँ राम्रो होस् र बाटोको लागि चाहिँ यहाँको लिडर्सहरुले तपाईहरुले प्रोसेस चाँडैभन्दा चाँडै गरिदिनुहोस् अनि त्यो सम्पन्न भएकोमा अगर त्यो कुरो टाइम अगर बनिन्दछ भने चाहिँ यो चाहिँ एकदमै राम्रो कुरो हो भन्न चाहन्छु धन्यवाद छ बबितालाई साँच्चै नै एकदमै राम्रो फिडब्याक विशेष गरी मैले भनिसकेँ है बाटो नै हो मान्छेलाई एउटा जग्गाको इम्प्रेस बनाउने है बाटोले एकदमै जग्गा कस्तो छ भन्ने कुरो बताउँछ कैसा लगा ब्रदर बहुत अच्छा फील गुड हाँ गुड सानो वृद्धि पनि जाऊ यताउति नडराउनु पापा हुन्छ नि पापा नडराउ डराउनु हुँदैन ल देश यहाँ देश बुन्चे बेबी चढ्नु न बुन्चे राया अनि पछि आऊ म तिमीलाई पापा दिन्छु ल सानो ल एकछिनमा म खिचिदिन्छु पापासँग सानो यो भ्यू चाहिँ वान अफ द बेस्ट भ्यू है आजको साथीभाइहरु तपाईहरुले सक्नुहुन्छ वाउ व्हाट अ लभली सनसेट यो त तिमी आउनु पर्यो स्लाइड खेल्दा नि एरिया ल त हजुर हामी गन्ने ल कतिवटा रहेछ अब तिमी भन्दा